अर्को साइड आज सिधै यो पनि तल 35 नम्बर रोडमा हो क्याम्पस पछाडि है विराट चोक। अलिकति आज फाइनल काम गर्न लागेको छु। झिङ्गाको बस यो ऱ्याम्पलाई चाहिँ बिचमा राख्नु भनेको बहिनीले नमानेर बिचमा साइडमा राखिएको छ। अलिकति नराम्रो देखेको देख्नु चाहिँ अब साउन्डले नमानेपछि के गर्ने होइन। बाहिरको सिडी ग्लेसियर टाइल हालेको हो है। सिद्धि नै लागेछ हाम्रो यहाँनिर। त्यति अब सफाइ गरेर हल्ला नगर न हौ, हल्ला नगर हो नि। अनि छोरी मान्छे धेरै काम गर्नुपर्छ है दाजु। अनि उसले हेर्नु बाजेको हेर्नु लास्टै थर्काएर त बुझेल त दाजु मलाई। बाथरुममा यस्तो छ है 3 फुट मात्रै हालेको छ। बाथरुम भन्दा नि टोइलेट हो। अहिलेको एकदमै चलेको बाथरुमको टाली यस्तो छ। दाजु मेरो काम कस्तो लाग्यो भनिदिनु त। हो म पनि कति गरेर म पनि तपाईँलाई फोन नम्बर दिनु हुन्छ हैन। भइहाल्छ दाजु। यो ऱ्याम चाहिँ मैले यहाँ बिचमा राख्नु न भनेको, बहिनीले साइडमा राख्नु भनेर कस्तो अल्टर देख्यो। हजुर हजुर ठेकदारको उठे अनि कहाँबाट डुब्छ त मान्छे उठ्छ। त्यस्तो मान्छे त तपाईँको जस्तो मान्छे जन्म डुब्छ।